म चाहिँ सुर्खेतदेखि ठ्याक्कै 9 बजेर 15 मिनटमा हिँडेको थिएँ। म चाहिँ यो नयाँ बाटोबाट जाँदैछु। यहाँदेखि भेडाबारीसम्मको यो सर्टकट रुट हो। यो 4 लाइन 4 लाइन बाटो सिप्ता। बिचबिचमा चाहिँ म यस्तै रोडहरू देखाइरहेको छु। अनि मैले तेल फुल हालिसकेको छु, 770 को हालेँ। अनि लगभग अस्ति जाँदाखेरि 80 किलोमिटर यो बाटो थियो भनेपछि आज चाहिँ अब कति हुन्छ हेरौँ। आज म सिङ्गल छु, सोलो हिँड्दैछु। आजको राइड सोलो हुनेछ मेरो। नौ 37 भयो अनि लगभग 30-40 को स्पिड पक्रिरहेको छ गाडीले। अनि त्यही नै हो। यो बाटोको एन्डिङ पोइन्ट चाहिँ यहीँनिर हो। यहाँनिर चाहिँ हामी भेडाबारीको पुल तर्छौँ होइन। विद्यालय छ यहाँ। कतिमा आइपुग्यो भन्दाखेरि अहिले एकछिन त्यो पुलमा उभिनुपर्छ। 10-20 ठ्याक्कै 1 घन्टामा आइपुग्यो यहाँ। बेलकुरादेखि ठ्याक्कै अब थोरै यतापट्टि हो यो स्पेस चाहिँ। ठ्याक्क भेडाबारीको आइपुग्यो। त्यो उतापट्टि झोलुङ्गे पुल भेडाबारीको हो। यहाँदेखि यो माथि हुँदै जानुपर्छ। स्टप रोक्यो थोरै भए पनि। फेरि पुल 166 मिटर लम्बाइ। टाइम चाहिँ 10 बजेर 15 मिनट गयो। कति हिँड्यो भन्दाखेरि बाबा 40 मिटर। म अहिले कहाँनिर छु भन्दाखेरि ट्याक्कै यो भेडाबारीको पुल हो। यसको लोकेसन चाहिँ देखाएन होइन। 34 किलोमिटर रहेछ यहाँ। मेलको ना ट्याक्क देखाएँ नि। यहाँ बोटेचौर। अब यहाँबाट हामी चाहिँ नि बोटेचौर हुँदै होइन जाने हो। माको बाटो चाहिँ यही बाटो हो हेरगाङ होइन। यो सानो बाटो 34 किलोमिटर रहेछ होइन। ल 4-5 मिनट चाहिँ मैले बाइकलाई रेस्ट दिएँ। कतिपय पुग्छ होला। र अब हामी निस्किनु पर्छ। त्यो हुनाले निस्किनको लागि पहिला हेलमेट लाउनु पर्यो। बाइकमा आउँदाखेरि चाहिँ सिधा आए पनि हुन्छ, तर स्कुटीमा अलिकति राख्नुपर्छ। थोरै ग्याप गर्दा गर्दै थोरै रेस्ट दिनुपर्छ स्कुटीलाई होइन। कि अब ट्याक्क म अब सिधै सल्ली यहाँ जामे रोक्छु। 10 देखि 20 बजेर 20 मिनट भयो। सिधै रोक्ने अब म सल्ली जामे गोजी। कति मिनटमा गोजी पुगिन्छ हेरौँ। लेट्स सी। ओके, यहाँ आउँदा 45 किलोमिटर छ अहिले। ट्याक्क भेडाबारीदेखि म यता यो क्रस गरेर अब यहाँदेखि सल्लीसम्म कति हुन्छ, त्यसपछि जाम्नेसम्म कति हुन्छ, जाम्नेदेखि उता कति हुन्छ, हामी रेकर्ड गर्दै जान्छौँ।
स्टेज गिफ्टिङ त हो अब यहाँदेखि हामी चाहिँ ठ्याक्क सुर्खेत र सल्यानको सिमानामा छु अनि यता अहिले म आइरहेको बाटो चाहिँ सुर्खेत हो भने अब यता चाहिँ सल्यान हो। यहाँबाट रोइकर हुँदै सल्यान हुँदै यता फेरि गरेर सिमताम छु। मैले बिर्सेछु त्यहाँ त्यो रोइकरको स्पेस चाहिँ सुधार्न भनेको बिर्सिहालेको छु आफ्नै गतिमा यस्तो छ यहाँको नजारा। देखिएको चाहिँ हाम्रो भेल देख्दा समाना गाउँ छ त्यसलाई सिधा राकम भनिन्छ अनि यो चाहिँ देवस्थल नै हो। देवस्थलको बाटोमा हिँडिरहेका छौँ। एघार बजेर 16 मिनटमा हामी चाहिँ सिमताको इलाकामा छिर्यौँ। छिरेँ भनौँ न, हामी भन्दा नि म छिरेँ। अब म पुरै सायद मेरो भ्लग यहीसम्म हुनसक्छ। थ्याङ्क यू सो मच। यसमा आउँदाखेरि चाहिँ कति 72 किलोमिटर आइरहेछ। -10 गर्दा 62 किलोमिटर रह्यो। साढे 11 मा आइपुगेँ। आजको लागि यति नै। अब यस्तै छ जिन्दगी, खै आउँछ आउँदैन थाहा भएन, तर पनि ओके बाबा, गुड नाइट। अर्को भ्लगमा भेटौँला। यस्तै रह्यो आजको यात्रा। See you soon.